दिँदा राम्रै हुन्थ्यो तर अब यो ठुलो त्यसमा दुर्घटना हो त्यसबाट चाहिँ यो प्रतिनिधि निकाल्नु पर्यो। पछिल्लो समय जुन यो सरकारमा जुन अहिले अन्तरिम सरकार गठन भएको छ अन्तरिम सरकारको काम कारबाहीलाई अहिलेसम्म काम गरेर यहाँले कसरी हेर्नु भएको छ? अब सरकार बनेको छ खास गरेर चुनावलाई केन्द्र गरेर संसदले गठन भइसकेको हुँदाखेरि ताजा जनादेशको लागि यो सरकार गठन भएको हो। चुनावी वातावरण बनाउन सरकार लाग्नुपर्छ, लागिरहेको होला भन्ने मलाई विश्वास छ। अब 24 गतिको घटनाले देशमा धेरै हानि नोक्सानीहरू भएको छ। नेपाल प्रहरीको आत्महत्याहरू पोसाकहरू खोसिएका छन्, हराएका छन्। अब तिनीहरू पनि सबै राम्रोसँग खोज तलास गरेर जम्मा गर्ने र गल्ती गर्नेहरूलाई कारवाही गर्ने, कानुनको दायरामा ल्याएर कानुनको शासन राम्रोसँग व्यवस्था गर्नु चुनावी वातावरण सरकारले तयार गर्न सक्छ होला भन्ने हामीलाई लाग्छ। र अब दलहरूले भाग लिने भन्दाखेरि दलहरूलाई पनि निकट ल्याएर सहकार्य गर्ने वातावरण बनाउनुपर्छ। एमालेमा तपाईँको अहिले सदस्यता विवाद त्यो थियो नि, अहिले फेरि दिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ होइन? तपाईँले सदस्यता पाउनुहुन्छ त? यस विषयमा कुरा नगरौँ होला। म आम सञ्चार माध्यमको भाइ बहिनीलाई के भन्छु भने अब त्यो नेकपा एमालेको आन्तरिक मामिला भयो। अब पार्टीले के गर्दैछ अहिले पछिल्लो अवधिमा मलाई पनि थाहा छैन। अब म अहिले नेकपा एमाले भने नि हामी नेकपा मालेकालदेखि नै हामीले सदस्यता लिएको हो। हामी 35-36 सालको विद्यार्थी आन्दोलनबाट अगाडि बढेको पुस्ता हो र 46भन्दा अगाडि नै हामीले त्यो चाहिँ पार्टीको सदस्यता लिएको हो। अब त्यो छँदै नै छ। अब के प्राविधिक कठिनाइ पर्यो पार्टीलाई त्यो मलाई थाहा भएन। तपाईँहरूलाई सोध्नुभयो, धन्यवाद। र तपाईँहरू सबै पनि आम सञ्चार माध्यमलाई पनि मेरो के सुझाव छ भने ताजा जनादेशको वातावरण बनाउन देशमा तपाईँहरू पनि सबै लाग्नुहोस्। त्यसो भयो भने नवपुस्ताहरूले पनि भाग लिन पाउँछन्, चुनावमा भाग लिन पाउँछन्। पार्टीहरू पनि अझ सशक्त सङ्गठित भएर अगाडि बढ्छन्। त्यसले देशलाई शान्तिपूर्ण ढङ्गले अगाडि बढाउन निकास निकाल्न सहयोग हुन्छ। मेरो नागरिकताले के अरे मेरो यो पार्टीको सदस्यताले यसलाई केही समस्या पार्दैन। जुन किसिमको एमालेमा नेतृत्वको प्रश्न उठिरहेको थियो, अब आउने महाधिवेशनमा केपी शर्मा ओलीले अब नेतृत्व नचाट्ने, महाधिवेशनमा आउने आऊ फेरि भीम रावल बन्नु छ भने मसँग चुनाव लड भन्ने जस्तो अभिव्यक्ति दिनुभएको छ। यस्तो हुन्छ, सबै पार्टीहरू लोकतान्त्रिक पद्धति अनुसार अगाडि बढेका छन्। त्यो पार्टीको अब आन्तरिक कुरा हो। अब कोही सर्वसम्मत हुन पनि सक्छ, नहुन पनि सक्छ, त्यो के भन्न सकिँदैन। अब नेतृत्वमा तपाईँलाई देख्न पाइन्छ पाइँदैन? के हुन्छ? पाउनुहुन्छ नि, म आइरहेको छु। अन्तिममा एउटा प्रश्न समानजी, अन्तिममा एउटा प्रश्न, अहिले पार्टीहरू टुट्ने फुट्ने क्रम चलिरहेको छ होइन? अहिले अब भनौँ न तपाईँ यसलाई चाहिँ कसरी हेरिराख्नु भएको छ? पार्टीहरू टुट्नु राम्रो कुरा होइन। पार्टीहरू चाहिँ सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तर्सङ्घर्ष गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। राष्ट्रको शान्तिको लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तर्सम्मान गरेर अगाडि बढ्ने, मतभेदहरूलाई चाहिँ पार्टीभित्रै समाधान गरेर अगाडि बढ्नु राम्रो हो भन्ने मलाई लाग्छ। हस्, धन्यवाद।